हेलो एभ्रिवान, गुड आफ्टरनुन। आराम हुनुहुन्छ? मैले चाहिँ सिम्पल यो नेपाली मार्केटमा एनालाइसिस कसरी गर्ने भन्ने बारेमा जानकारी दिन चाहेँ। सिम्पल, धेरै भास्ट चाहिँ होइन। हामी ब्यालेन्स सिट पढ्नेदेखि लगेर त्यतिसम्म चाहिँ जाँदैनौँ। जस्ट क्यान्डलस्टिक र जेनरल फन्डामेन्टल चाहिँ कसरी हेर्ने भनेर बुझ्छौँ होइन। यसमा चाहिँ जस्तै अब नेप्सेको सपोर्ट रेजिस्टेन्स जोनहरू त थाहा होला होइन हजुर। सपोर्ट र रेजिस्टेन्स भन्नाले सपोर्ट जोन चाहिँ जहाँदेखि अब मार्केटले चाहिँ बढ्नलाई सपोर्ट लिन्छ, बाहिरहरू चाहिँ एक्टिभ हुन्छन् भन्ने फर्मेसन होइन इन्डिकेट गर्छ, त्यसलाई चाहिँ सपोर्ट जोन भन्छ होइन। जस्तै अब अहिलेको नेप्सेको सपोर्ट जोन भनेको स्ट्रङ सपोर्ट जोन भनेको हजुरको यो रहेको छ होइन। जस्तै यो जोनदेखि चाहिँ मार्केटले बेला बेलामा टच गरेर बााउन्स गरिरहेको छ भनेपछि यो चाहिँ स्ट्रङ सपोर्ट जोनमा छ। अनि यो जोन चाहिँ अहिलेसम्म चाहिँ रेजिस्टेन्समै बसेको छ, 2-3 चोटि लगभग टच गरेर फर्किरहेछ मार्केट। भनेपछि योभन्दा माथितिर चाहिँ सेलरहरू छन्, सेलरहरू हाबी भइरहेछन् भन्ने जानकारी दिन्छ भने योभन्दा तल चाहिँ बाहिरहरू चाहिँ हाइली एक्टिभ छन्, बाहिरहरू चाहिँ एकदमै पावरफुल छन् भन्ने इन्डिकेट गर्छ होइन। र सेलरहरू चाहिँ सेल गर्न बन्द गरे भन्ने इन्डिकेट गर्छ, सपोर्ट लगेर लन्च ब्याक हुन्छ होइन। अनि यहाँ पनि जस्तै त्यस्तै सपोर्ट जोन चाहिँ बेला बेलामा अनि रिपिट चाहिँ हुन्छ होइन। जस्तै अब यहाँनिरदेखि मार्केट माथि गएको थियो अनि फेरि तल आयो अनि यहाँनिर सपोर्ट लग्यो फेरि माथि गयो होइन। यसरी चाहिँ चल्छ मार्केट। अब यो चाहिँ साइडवेज मार्केटमा सपोर्ट जोन रेजिस्टेन्स जोन भयो होइन। अब होइन भनेपछि हजुरको जस्तै लगभग नेप्से चाहिँ साइडवेजमै सपोर्ट र रेजिस्टेन्स लगिरहेछ। जस्तै यहाँनिर चाहिँ यस्तो अवस्थामा पनि सपोर्ट र रेजिस्टेन्स भएको छ। जस्तै यो भयो होइन, यो चाहिँ मार्केट बढिरहेको बेलामा सपोर्ट र रेजिस्टेन्स। जस्तै मार्केट बढ्यो तर फेरि हल्का ब्याक भयो अनि फेरि बढ्यो अनि फेरि पुल ब्याक लगेर फेरि बढ्यो, यसरी जान्छ होइन। यो चाहिँ हाम्रो ट्रेड लाइन भन्छ, त्यसरी ट्रेड लाइन अनुसारले हामीले मार्केट एनालाइज गर्न सकिन्छ। जस्तै यो होइन, मार्केटले रिपिट एन्ड रिपिट यसरी दिन्छ तिनीहरूलाई इन्डिकेटरहरू। जस्तै यहाँदेखि तल आयो अनि यहाँदेखि बाउन्स भयो, यहाँदेखि फेरि रेजिस्टेन्स जोन यहाँनिर पुग्यो। हामी चाहिँ यसरी चाहिँ गर्न सकिन्छ होइन। हामीले कहाँनिर बेच्ने कहाँनिर किन्ने। अब यस्तो अप ट्रेन्डमा भएको मार्केटमा हामीले किन्ने भनेको यस्तै सपोर्ट जोनमा आएपछि बल्ल हामीले इन्ट्री गर्नुपर्छ। जस्तै यहाँदेखि तल गयो बाउन्स भयो, यहाँ चाहिँ होइन हामीले किन्ने, यहाँ चाहिँ सर्ट गर्ने हो यदि छ बेच्ने। यो ट्रेन्ड लाइन टच गर्न लागेको थियो होइन, यहाँ चाहिँ बेच्ने। अनि यहाँदेखि तल आयो, यो ट्रेन्ड लाइन टच गरेर फेरि अब चाहिँ हामीले यो यहाँनिर चाहिँ इन्ट्री गर्ने। फेरि यो माथितिर जान्छ, यो माथिको ट्रेन्ड लाइनलाई टच गर्यो भने यो चाहिँ रेजिस्टेन्स भन्छ। फेरि हामीले यहाँनिर एक्जिट गरेर फेरि यहाँ तल आउँदासम्म कुरेर यहाँ तल चाहिँ इन्ट्री गर्ने, यसरी गर्न सकिन्छ होइन। अब यो ट्रेड लाइन भत्कायो भने चाहिँ तलतिर नै जान्छ मार्केट भन्ने इन्डिकेट गर्छ। ट्रेड लाइन ब्रेकडाउन दियो भने यो चाहिँ तलतिर झऱ्यो। जस्तै अब यहाँनिर पनि ब्रेकअप माथितिर फेरि ब्रेक डाउन, यो ट्रेन्ड लाइन नै ब्रेक डाउन गर्थ्यो भने धेरै माथि जाने सक्ने सम्भावना हुन्थ्यो, यसरी हुन्छ। अनि स्पेसिफिक कम्पनीहरू पनि हेर्न सक्छौँ हामीले होइन। जस्तै अब अहिले चाहिँ आजभोलि ट्रेन्डिङमा चलिरहेको सासले ब्रेकडाउन दियो अनि ब्रेकडाउन दिइसकेपछि यो रेजिस्टेन्स जोन थियो, रेजिस्टेन्स जोनलाई ब्रेकडाउन दियो भने फेरि मार्केट चाहिँ बढ्छ होइन। जस्तै अब यो रेजिस्टेन्स जोनलाई ब्रेकडाउन दियो, मार्केटले बाउन्स लग्यो होइन, यसरी हुन्छ। अनि अर्को चाहिँ बिएलटिसीमा चाहिँ यो चाहिँ यहाँ
यहाँ स्ट्रङ सपोर्ट लाइनमा पुग्यो अनि त्यहाँनिर खेलेर अनि यहाँदेखि चाहिँ माथितिर लाग्यो। अब सपोर्ट हामीले इन्ट्री गर्ने भनेको यो जोनहरू इन्ट्री गर्ने राम्रो मौका हुन्छ होइन। अन्त त्यो अब ब्रेकडाउन दिएको छ यहाँनिर पनि इन्ट्री गर्न चाहिँ सकिन्छ सर्ट फर्म रिस्क लगेर इन्ट्री गरेर छोटो दुरीको यात्रा गरेर निस्किन सकिन्छ। अनि यस्तै यसरी नै गर्न सकिन्छ। जस्तै रेडी चाहिँ अहिले एउटै जोनमा खेलिरहेको छ। अब यहाँनिर जस्तै एक्चुअल चाहिँ मार्केट घटेको छैन, मार्केट ओपन चाहिँ माथि गराउँछन् अनि त्यसपछि चाहिँ क्लोज चाहिँ डाउन गराउँछन्, त्यसैले रेड क्यान्डल बनिरहेछ। तर यो चाहिँ भोल्युम यहाँनिर पनि भोल्युम आएको थियो, यहाँनिर पनि भोल्युम आयो अनि यो डबल टप टाइपको फर्मेसन चाहिँ गरेछ गर्नलाई होइन। डबल टप फर्मेसन गरेपछि तल झर्न सक्ने सम्भावना भनेर चाहिँ हुन्छ टेक्निकलमा। तर यो चाहिँ तल झर्ने भएपछि यहाँनिरदेखि नै यसले राम्रैसँग तलतिर झरिसक्थ्यो होइन। तर अब चाहिँ यो यहाँनिर नै एकुमुलेसन टाइपको भइरहेछ र सेलरहरूले योभन्दा तल्लो रेन्जमा बेच्न मानिरहेको छैन अनि बाहिरहरू चाहिँ जे होस् यही रेन्जमा भइरहेछ। अब चाहिँ यसले माथितिर ब्रेकआउट दियो भने यो फेरि राम्रोसँग माथितिर लाग्छ होला होइन। अनि जस्तै सिआरजिसी सिआरजिसीले अब यो रेन्जमै रेन्ज बनायो अनि त्यसपछि ब्रेकडाउन दियो ब्रेकअप दियो अनि त्यसपछि चाहिँ माथितिर अनि यो पहिलाको रेजिस्टेन्स चाहिँ पछि गएर फेरि सपोर्ट भनिदिन्छ। जस्तै अब यो जोन चाहिँ हजुरको रेजिस्टेन्स जोन हो होइन। तर यो रेजिस्टेन्स जोनलाई ब्रेक गरेर माथि गर्थ्यो मार्केट अनि त्यसपछि चाहिँ यो चाहिँ सपोर्ट जोन भयो। अब चाहिँ यहाँनिरदेखि सपोर्ट लगेर फेरि माथि यस्तो हुन्छ होइन। अनि जेनरली फन्डामेन्टलको हिसाबले हेऱ्यौँ भने चाहिँ हामीले यहाँदेखि पनि हेर्न सकिन्छ मेरो लगानीदेखि होइन। यहाँ चाहिँ अब हामीले जेनरली कम्पनीको फन्डामेन्टल चाहिँ यहाँदेखि हेर्न सकिन्छ। जस्तै हामी एउटा हेरौँ भने यसबाट चाहिँ अलिकति सजिलो क्लियरली हेर्न मिल्छ। जस्तै कम्पनीले इपिएस अर्निङ पर सेयर हजुरको प्रति सेयर कति रुपियाँ रिटर्न दिइरहेछ पर इयर भनेर यहाँदेखि इपिएस हेर्न मिल्छ। इपिएस यदि राम्रो प्लस पोइन्टमै छ भने कम्पनी लगभग ठिकै हुन्छ। अनि हजुरको पी रेसियो त इपिएस र त्यही भयो होइन। बुक भ्यालु कम्पनीको मेन नेटवर्क त अब बुक भ्यालु कति छ त भनेर चाहिँ यहाँदेखि हेर्न मिल्छ। हामीले कम्पनी कोल्याप्स भयो भने पनि हाम्रो नेट भ्यालु चाहिँ कति आइन्छ भनेर यो बुक भ्यालु हेर्न मिल्यो होइन। अनि पिबिभी भनेको चाहिँ अब हामीले कति धेरै तिरिरहेछौँ कम्पनीको मेन भ्यालुभन्दा कति धेरै हामीले पे गरिरहेछौँ भनेर यहाँदेखि हेर्न मिल्छ होइन। यो पिबिभी कमै छ भने हजुरले लगानी गर्न ट्रन गर्ने अवस्था हुँदैन। खासमा पिबिभी 3 सम्म नेपाली मार्केटको हिसाबले पिबिभी 3 सम्म चाहिँ आनन्दले लगानी गर्न सकिन्छ भन्ने ऊ चाहिँ छ होइन। अनि हजुरको इन्भेस्टिङको हिसाबले हो है, ट्रेडिङको हिसाबले चाहिँ अलिकति गाह्रो पर्न सक्छ, कहिलेकाहीँ तलतिर आइदिनु सक्छ। सर्ट टर्मको लागि इन्भेस्ट गर्नुमा छ भने अलिकति हुने हुन्छ। लङ टर्मको लागि चाहिँ फन्डामेन्टल्ली स्ट्रङ हेर्नुभयो भने हजुरले डिभिडेन्डहरू खाएर पनि बस्न सकिन्छ। जस्तै डिभिडेन्ड भनेको यो भयो, अब यसले चाहिँ राइट सेयर इन्डिया चाहिँ यो सब होइन भने क्यास बोनस सेयर पनि आउँछ होइन। अब कम्पनीको मेन क्यापिटलाइजेसन कति छ यहाँदेखि हेर्न मिल्यो। अनि 30 डेज एभरेज भोल्युम कति आइरहेछ यहाँदेखि हेर्न मिल्यो होइन। अनि बुक भ्यालु यो भयो, पी रेसियो यो भयो। हजुरको इपिएस प्लस छ अनि पिबिबी कम नै छ भनेपछि इन्भेस्टिङको हिसाबले चाहिँ हजुरले लगानीलाई अगाडि बढाउन सकिने अवस्था हुन्छ। कम्पनीको अलिकति जानकारी लगेर हजुरले जेनरली अगाडि बढ्न सकिन्छ। अनि प्रिभियस इयरको डिभिडेन्डहरू कसरी दिइरहेछ त कम्पनीले भनेर हेरेर हजुरले
गर्न सकिन्छ। अब भास्ट जाने हो भने त हजुरले क्वार्टरली रिपोर्टहरू हेर्न सक्नुभयो, अरू फलो सिटदेखि लगेर न्युज सबै कम्पनीको डिटेल ब्यालेन्स सिटहरू पढ्न सक्नुहुन्छ। तर जेनरली चाहिँ हामीले सर्ट टर्म धेरै टाइम छैन भने त्यत्रो रिसर्च गर्नलाई जेनरली यसरी हेरेर लगानी गर्न सकिन्छ। अब मेरो त वाचलिस्टमा जस्तै साहस भयो, साहसको पनि इपिएस राम्रै छ होइन। अनि बोनस सेयर त्यहाँ चाहिँ यहीँ पनि देखाउँछ होइन। पिबिबी पनि ठिकै छ, अलिकति ओभर भ्यालु जानु लाग्छ अब होइन। अनि अरू कुनै कुनै कम्पनीहरू त लगभग धेरै ओभर भ्यालु छन् कि, जस्तै यो एमाजोनको 11 छ पिबिबी, यसको नेटवर्थ बुक भ्यालु 25 रुपियाँ मात्रै छ, तर कम्पनी चलिरहेको छ 291। यसरी हुन्छ होइन। अनि यस्तै हो, हामीले आफ्नो हिसाबले रिसर्च गरेर लगानी चाहिँ गराउन सकिन्छ।